नमस्ते नमस्कार स्वागत छ मेरो युट्युब च्यानलमा। आज हेराउनु गइरहेछु नेपाल एस्युरेन्स कम्पनीमा कुनै पनि अब अचानक दुर्घटना भयो भने कसरी जानकारी दिने, दुर्घटना बारेमा कसरी जानकारी दिने, आज त्यो प्रोसेसिङ हेराउनु गइरहेछु। तपाईँ हेर्नुहोस्, एउटा एप्लिकेसन दिनुपर्छ। एप्लिकेसनको फर्मेट पनि चाहिन्छ हैन, र फर्मेट पनि यहाँ उपलब्ध भइसकेछ। यहाँ हेर्नुहोस्, सर्वप्रथम यहाँ के भन्छ, नेपाल एस्युरेन्स अब कुन शाखाबाट गर्नुभयो क्लेम, कुन शाखाबाट, जस्तै जनकपुरबाट मैले गरेँ भने यहाँ जनकपुर लेख्ने हैन, यहाँ जनकपुर लेख्नुपर्छ है। त्यसपछि यहाँ दुर्घटना हेर्नु, विषय दुर्घटना जानकारी हैन, उपयुक्त सम्बन्धमा कम्पनी बिमा भएको आगामी मोटर र बिमा र धेरै कुरा हो। इन्जिनियरिङ माइक्रो रो बिमा अन्तर्गत निमित क्षमता भएको बेहोरा जानकारी गराउनु, सोही सम्बन्ध दीर्घकालीन निरीक्षण गर्ने, उच्च क्षतिपूर्ति उपलब्ध गराइदिनु हार्दिक अनुरोध गर्दछौ। यहाँ हुन्छ। अब यहाँ बीमित नम्बर, यहाँ धेरै कन्फ्युज छ। बीमित नम्बर भनेको बिमा कुन व्यक्तिको नामबाट गरेको हो त्यसको नाम दिनुपर्छ, ठिक छ। त्यसपछि चालक नेम, अब चालकको कुन अब त्यतिखेर कुन चालक थिए त्यसको नाम यहाँ हुनुपर्छ। र बिमा लिखित, यहाँ बिमा लिखित हुनु पर्यो हैन। बिमाको त्यो अब रसिद हुन्छ, त्यो मैले यहाँ दिइसकेको छु साइडमा, यहाँ 3। र बिमा अवधि कति छ त्यो पनि यहाँ खुलासा गर्नुपर्छ है। बिमा अवधि यहाँ खुलासा गर्नुपर्छ। यति कुरा भयो। दुर्घटना विस्तार, अब कसरी दुर्घटना भयो हैन, अचानक आयो, सबैको त अचानकै आउँछ हैन। तर पनि अब बच्चा कुन पोजिसनमा थियो, अब लेफ्टबाट राइट क्रस गर्दै थियो कि राइटबाट लेफ्ट क्रस गर्दै थियो, कसको विशेष गरेर कस्तो पोजिसनमा थियो। तर गल्ती त एउटाको गल्ती हुन्छ, तर कस्तो खालको गल्ती त्यो सम्पूर्ण बेहोरा दिनुपर्छ। र यहाँ दुर्घटना मिति, समय र स्थानीय, र कति त्यो कुन ठाउँमा दुर्घटना भएको हो र कुन समयमा भएको, सब यहाँ सबै कुरा यहाँ खुलाउनु पर्छ। र यहाँ क्षति विवरण सवारी, यहाँ के भन्छ, क्षति विवरण भनेको यहाँ हेर्नुहोस्, चाहिँ बीमित सवारीको चालक हैन, चालकको सवारीको नम्बर, सवारीको नम्बर यहाँ हेर्नुहुन्छ, सवारीको नम्बर र चालकको नाम यहाँ दुवै लेख्नुपर्छ। त्यसपछि अनुमानित लगत अनुभारीय भर्नुपर्छ। र कति लगत यहाँ, त्यस्तै अब कुनै पनि बाइकको एक्सिडेन्ट हुँदाखेरि चाहे कुनै अनुमानित लगत यतिसम्म हुन सक्छ हैन, त्यो गर्न सकिन्छ। यसै गरेर यहाँ हेर्नुहुन्छ, दबाव जानकारी गराउने, यहाँ हेर्नुहुन्छ, यहाँ दबाव जानकारी अब कुन व्यक्तिले दबाव गरिरहेछ। जस्तै मैले कुनै पनि अब निवेदक हुन्छ नि, यसको दबाव, अर्को नाम भनेको दबाव जानकारी गराउने हुन्छ। यहाँ त्यसको नाम, जस्तै अब चालकको नाम पनि लेख्दा हुन्छ, जसले एप्लिकेसन बुझाउँदाखेरि त्यो हुन्छ। अब यहाँ के हुन्छ, कार्यालयले भर्ने, अब कार्यालयले कुन सर्वे गर्नुभएछ, कहाँ सर्वे गर्नुहुन्छ, यहाँ सम्पूर्ण कुरा हेराउँछ हैन। त्यसपछि यहाँ घाइते तथा मृत्युको चालकको यहाँ नाम भर्ने रहेछ। यहाँ अब के त्यसको नाम दिने र प्रकारमा केही नदिँदा पनि हुन्छ। र घाइते हो कि मृत्यु, घाइते हो भने घाइते लेखिदिनु हैन। यहाँ अब सामान्य घाइते हो कि मृत्यु, यहाँ अब गम्भीर हो त भने गम्भीर लेख्ने, सामान्य हो त सामान्य लेख्ने, किनकि अब लाइफ इन्सुरेन्सको कुरा हो हैन। उपचार भएको अस्पतालको नाम, उपचार भयो कुन अस्पतालमा भयो, जस्तै रामदया मेडिकलमा छ भने रामदया मेडिकल हैन। अब जस्तै सिभिल काठमाडौँमा छ भने सिभिल हस्पिटल छ भने सिभिल हस्पिटल यहाँ लेख्ने। यति कुरा लेख्दाखेरि अलि सहज हुन्छ। तर एउटा कुरा मलाई अहिलेसम्म थाहा छैन, तर थाहा गर्न गइरहेछु, प्लेसमेन्ट के हो, कुनको आधारले त्यो पैसा
दिन्छ होइन। अब धेरै जस्तो त फेक पनि बनाउँछ, तर फेक नबनाउनुहोस्, रिपोर्ट जे छ त्यही दिनुहोस्।